मधुखीलाई पनि के गर्नुपर्ने। हाई एभ्रिवान, नमस्ते सेयर सबैजनालाई। आज चाहिँ म तपाईहरुलाई घरमै होममेड पास्ता चाहिँ बनाएर देखाउँदैछु। सो साथीहरु, मैले चाहिँ एउटा बाटीमा चामलको पिठो पनि राखिसके अनि त्यसमा पानी पनि एड गरिसके अनि यसलाई चाहिँ मैले मजक पारेर चाहिँ मुसिराएको छु हैन। यसको चाहिँ डो तयार गर्नुपर्ने हुन्छ अनि मैले चाहिँ यसरी मस गरेर मुसिराखेको छु। सो साथीहरु, अब चाहिँ अलिकति फुक्को भएर पानी पनि एड गरिसकेको छु। सो साथीहरु, फाइनली मेरो डो चाहिँ त्यति गर्नु भइरहेछ। अब चाहिँ म यसलाई लामो र गोलो शेपमा चाहिँ पास्ताको शेप बनाउँदैछु। सो साथीहरु, अनि यसलाई चाहिँ के अरे मोमोको भाँडामा चाहिँ स्टिम गर्नुपर्ने हुन्छ र मैले चाहिँ यसरी धमाधम गोलो र लामो शेपमा चाहिँ बनाउँदैछु। साथीहरु, हजुरले पनि यसरी नै घरमा आफ्नो नानी बाबुहरुले बनाएर दिन सक्नुहुनेछ। अनि साथीहरु, मैले चाहिँ सग्रानी लागिसके है फटाफटी। अब चाहिँ थोरै छ हैन, यसलाई पनि मैले गोलो शेपमा चाहिँ के अरे बनाउनु पर्ने हुन्छ र मैले बनाइ पनि सके साथीहरु। अनि म यसलाई चाहिँ पाक्न दिन्छु केही समयलाई। पाक्न चाहिँ म आफ्नै करेसा बारीमा गएर साथीहरु, अब चाहिँ म सुरुमा चाहिँ प्याजको पत्ता टिप्दैछु। सो साथीहरु, आफ्नै घरमा अर्ग्यानिक प्याजको पत्ता चाहिँ तपाईहरुमा टिप्दैछु साथीहरु। प्याजको पत्तालाई चाहिँ यसरी चट्चट पारेर चुटाउनु पर्ने हुन्छ अनि एक मुठी चाहिँ तेलमा चाहिँ पटट पड्काउँदा एकदम स्वादिष्ट हुन्छ। र साथै मैले प्याजको पत्ता पनि टिपिसके। अब म टिप्नु पर्ने हुन्छ हाम्रो घरमा भएको लोकल गोलभेडा। अनि गोलभेडा चाहिँ मैले यसरी टिप्दैछु साथीहरु। अनि टिपी पनि सके है साथीहरु, थोरै चाहिँ घरमै छ, अलिकति म टिपेर ल्याउनु। अब चाहिँ म लसुन बारीमा र धनियाँ बारीमा जाँदैछु साथीहरु। ल मैले चाहिँ धनियाँको पात पनि चुटिसके साथीहरु। यसरी धनियाँ चट पारेर चुटाइसके अनि राखे। अब म लसुनलाई चाहिँ मैले उखाल्नुपर्ने हुन्छ। ल गाइस, अर्ग्यानिक लसुन पनि मैले उखाल्छु। अब म जानुपर्ने हुन्छ घरतिर अनि मैले चाहिँ आफ्नो धारामा गएर चाहिँ यसलाई चाहिँ म तलल्लै पानीमा चाहिँ छम गरेर धुँदैछु साथीहरु। यसरी चट पारेर सफा गर्नुपर्ने हुन्छ अनि डाँठ र पात दुईटै काम गर्ने भएर मैले डाँठ पात पनि राखेँ। अब साथीहरु, मैले चाहिँ अदुवा पनि खनेर ल्याइसकेको थिएँ। यसलाई चाहिँ मैले पनि कर पारेर केलाउँदैछु साथीहरु। यसको बोक्रा चाहिँ फाल्नुपर्ने हुन्छ अनि साथीहरु, यसरी चाहिँ मैले केलाइ पनि सके। अब म जानुपर्छ भित्र। मैले चाहिँ प्याजको पाता चट पारेर काट्दैछु साथीहरु। अनि मैले काटेँ धनियाँ चट पारेँ अनि लसुनको पत्तालाई पनि चट पारेँ अनि साथीहरु प्याज पनि थोरै पनि लिएर यसलाई चट पारेँ अनि खोर्सानीलाई पनि चट पारिसकेको छु साथीहरु। अनि मैले अदुवा र लसुनलाई चाहिँ मिक्सिङ गर्ने भएको हुनाले मैले चाहिँ मिक्सिङ गर्नलाई मिक्सरमा हाल्दैछु।